हेलो गाइज वेलकम टु माई अनदर ब्लग। आज हामी यो सिस्नो खान्छौँ। यो सिस्नो चाहिँ हामी बारीबाट टिपेर लिएर आएको। गाइज हामीले चाहिँ पानी तताएको छौँ उसको लागि, त्यो सिस्नोको लागि चाहिँ। गाइज हामीले चाहिँ यो पकाउनु राखेको छौँ। अब यसको अवस्था चाहिँ यस्तो छ अहिले। अब यसलाई फेरि एकछिन पाक्न दिने। यो चाहिँ पाकिसकेको छैन हाम्रो चुलो। अब चाहिँ यो पाकिसकेको छ। अब यसलाई चाहिँ हामी ओल्कोमा कुट्छौँ, त्यसपछि चाहिँ यसलाई फ्राई गर्छौँ। यसमा चाहिँ हामीले तेल तताउन राखेका छौँ। तेल तातिसक्यो। तेल तातेर पनि हामीले मसलाहरू मिक्स गरेर यो पिठोलाई पनि भुट्दैछौँ। यो पिठोलाई भुटेपछि चाहिँ अलिक बाक्लो हुन्छ। सो त्यही भएर चाहिँ हामीले पिठोलाई भुटिसक्यौँ। रातो हुने तरिकाले भुट्नुपर्छ त्यसलाई। अनि त्यसपछि अलिक पानी हाल्यौँ। पानी हालिसकेपछि अब त्यसलाई सबै मिक्स गऱ्यौँ है। त्यो बाक्लो हुन्छ नि त, त्यसलाई त्यही भएर मिक्स गऱ्यौँ। अनि सिस्नो हाल्यौँ। त्यसपछि अनि अब लसुनले फ्राई गर्न लाग्छौँ। लसुनले फ्राई गरेपछि स्मेल चाहिँ दामी आउँछ। सो त्यही भएर चाहिँ हाम्रो लसुन पनि डढिसकेको छ। यतापट्टि अब सिस्नो पनि उम्लिसकेको छ। अनि हामी चाहिँ अब लसुनलाई चाहिँ अब सिस्नोमा हालिदिन्छौँ। अनि त्यसपछि अनि हालेर चाहिँ यस्तो मिठो स्मेल आउँछ। फ्राई हुन्छ नि त, अगाडि पनि फ्राई गरे, यसरी फ्राई गर्दा पनि दामी स्मेल आउँछ नि त। सो त्यही भएर चाहिँ हामीले यसरी गरेको। यो चाहिँ हाम्रो सिस्नो रेडी। बाई।